आइज अहो रितु ओइ ओइ रितु तेरो लागि उपहार ल्याएको छु आँखा बन्द गर्दा आँखा बन्द गर्न रितु आँखा बन्द गर्न त बच्चा पाउनु मान्छे आँखा खोल कन्डम स्ट्रबेरी फ्लेभरको बुझिस् ओके 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 एक नेपालीले ठ्याक्दिन्छु भनेको छु रितुले हेर त अब यो बहिनीको कति राम्रो हेर त बुबु हेर त माथि बुबु हेर आऊ त यो बहिनीको दुध कति राम्रो छ दुध हेर त होइन घुम्न आएका त अब त के हो बिहा गरेर बच्चा पाउनु मान्दैनस् अनि कन्डम ल्याएको थिएँ स्ट्रबेरी फ्लेभर कन्डम कति पातलो छ भाइ काँडा छ सरप्राइज गरेर ल्याएको बल्ल जोडी चाहिँ भात खाइस् रितु भात खाइस् दुध त साह्रै राम्रो छ रितु माइन अरे बुढाबुढीको कुरा गर्न पाउँछ दुध त साह्रै राम्रो छ अनि कहाँ दिन्छु रितु लि कोरियनलाई साह्रै रस पनि के मन परायो भनेको त दुध मन परायो भन्छ लु सिधै भनौँ क्या साँच्ची त राम्रो ऐनामा आफ्नो दुध हेर्दा कति राम्रो छ दुध राम्रो छ कि त्यो लेडीबर्डको त कति राम्रो छ दुध लेडीबर्डको छैन दुधै छैन लेडीबर्डको अब बिहा गरेर छाम्दा दुधै भेट्दैन लेडीबर्डको हेर त तिम्रो कस्तो राम्रो छ छाम्ने बित्तिकै भेट्छ हेर त रितु सोच न काँधामा खुट्टा राखेर तिमी त कति सजिलो यहाँ मुखमा ल्याप्प टाँसेर मुखमा चाटेर कस्तो हेर त जिन्दगी कस्तो राम्रो बन्छ बिहा गरौँ रितु तनी बुढी भएपछि हेर कस्तोले लान्छन् हेर त भरे त रातभरि कुट्ने रातभरि जित्नेसँग परिस् भने नापियो म दुःख दिन्न चाहियो भने चाहिँ 2-4 ठ्याक मागौँ न सुत्लिस् बच्चा त पछि होला नि त जवानी ढल्यो त्यो बच्चा पाउँदा हुन्छ कि हेर हेर पुत्तीको सत्यनाश हेर आउँदा बिहा गरौँ क्या रितु अब त एउटा हिसाब सुन त अब त अहिले त्यो पिरियड हुन्छ 1 महिनामा कति प्याड खर्च हुन्छ हेर त पुरा आएर 9 महिना टालौँला गर्भ 9 महिना हुन्छ 9 महिना इन्टु हिसाब गर्दा 1 महिनाको प्याड कति खर्च हुन्छ बचत गरौँ हेर आउँदा बिहा गरौँ के म आइज केम्ला त रितु आइज केम्ला त आहा साह्रै चुहाएको होइन अरू भन्दा चाहिँ मलाई दुध त साह्रै राम्रो लागेको यिनको दुध के आहा साह्रै चाखिलो हो फेरि कलौटीसँग नबोल कलौटी सबैले माछा राधाहरू सन्डा हो शर्मिला हो तर भन्दा अलि राम्रै छ मोटी यता आऊ त बाबा मोटी जोड्थेर चिप्न मन लागेको छ कहाँ कहाँ भाग्छ खोइ त्यो मोटीले मोटी आऊ त बाबा यता आऊ त ए मोटी आऊ त मोटी मलाई भेना भेना ए नमस्ते भेना अहो सालीको दुध त साह्रै राम्रो हो अलि यता आउनु न कस्तो राम्रो सब्रेको हौ दुध मन पर्यो बुद्धि त झन् राम्रो यता आउँदा साली खोइ यता ल्याउ न ल्याउ त खोइ रितु दुईजना राखेर झ्याम बुढी र साली चिक्न बा हेर त चम्कियो अब चिक्न मन लाग्यो मेरो साथी पनि गयो त रितु जबसम्म पुतीले काम गर्छ नि जबसम्म पुतीमा पानी पर्छ मलाई कोही छैन ए साली साँच्चै दुध त साह्रै राम्रो छ हौ कसरी बनायो दुध त साह्रै राम्रो रितुलाई दाइने हाल्नु रितुले भने रन्डो सुरु मैले भने तर पुत्ती त साह्रै राम्रो छ है चेप छ गङ्गटले पनि साह्रो चेप छ राम्रो छ टाइट छ कि डगी राखेर एकताल चाहिँ हानु भने रितु आइज न हौ भित्र मेरो साली छैन हजुर भन्छौ नि रितु चाहिँ तपाईँले चिन्नु भएको छ भन्दाखेरि छाडा बोलेको हो यो राम्रो कुरा गरेको मैले भन न बुढी बुढी माछाले त छाडा पोल्छ छैन मान्छेले चिन्न मन लाउँछ ठुलो सारा चिन्न मन लाउँछ राम्रो मान्छेको पुतिकालै हुन्छ यस्तो घरमा कोही पनि छैन क्या फ्यामिलीहरू छैन काकाले पनि झार्छन् उहाँ अस्ति तरमा खेल्दाखेरि काकाले झारेको खेलाएर यो हातमा कन्डम छ नि हातमा कन्डम छ कन्डम पहिला बोक कन्डम बोक खै ल पछि बिहा चले कन्डम मिनै चिक्छु के हुँदो रहेछ त बच्चा तालै पछि बोक तालै
फेरि आमालाई गएर चिक जारन्डीको तेरै आमाले चिकट जोड्ने त्यो ठमेलतिर 2 गिलासमा सुतेर हिँड्छु म्याकुरीले भ्यायो कलौटेले भ्यायो हामी त्यस्तो बात गर्छौँ कतिलो भयो मैले फुर्का आवाज आयो त्यो सालीको लागि फुर्का आवा च्याप बुझीले चेप्छ भने त्यति भने दुध त सर त्यति छ नामलाई दुध हुन्छ इडियाहरूको भन्दा नि इडियाहरूको त भिसी भिनेका राम्रो छन् फेरि ऋतुले ल्याऊ यस्तो क्या यो ऋतु अलिक दिने खालके छ नेपाल आएर चाहिँ ऋतु मलाई एकताल झिक्न ल्याए भनेर दिन्थ्यो कि ऋतुले